हेलो गाइस, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि मुभीको सङ्ग रियाक्ट गर्न जाँदैछु। औडला दफा 219 मुभीसँग हो, अन्धो कानुन भन्ने सङ्ग छैन। कस्तो छ अब त्यो त अब हेरौँ न, त्यसपछि थाहा भइहाल्छ। मुभी चाहिँ यही फागुन 29 गते लाग्दैछ है त। ओके, ढिला नगरी रियाक्ट गरौँ है त। गीत कस्तो छ? Suba Digital, enjoy with us. झट्टै हेर्दा त मलाई त निर्मला पन्तको पो याद आयो त यार। रेप भएको है, रेप केस भइरहेको नि त। तर अहिलेसम्म पनि केही टुङ्गो सुङ्गो छैन। यस्तै छ हाम्रो नेपालमा कानुन, दैवले जानुन, नेपालको कानुन दैवले जानुन भन्ने हुन्छ नि, त्यस्तै नै छ हाम्रो नेपालको। ओके, हेरौँ के रहेछ अरू। अन्यायको लासहरूको चितकार छ, जनता मारी खाने यिनीहरूको सिद्धान्त। पैसा दिएको सारा नेताहरूले बीच काट्छ, घुसखोरी बलात्कारी यिनीहरूकै बीचमा छ घर। तिमीहरू अपराधीलाई प्रोटेक्ट, भेडाको सोच फाको तर तेरो झोले अहिले जनताको पसिनालाई जाड माने खाँचोस। पछि जनताले रगतको खान्छ तेरो खोले। कहिले जातमा फुटाइस, कहिले धर्ममा, कहिले। दामी छ के लिरिक्स, दामी लाग्यो मलाई चाहिँ, एकदम मनमै छोयो यार। हो त यार, नेपालमा होइन रेप हुन्छ के त, खै त केही हुँदैन। पैसा पावर भयो भने त पावरफुल मान्छेलाई कहिले पनि कानुन छैन क्या नेपालमा। भौगोलिक आधार कहिले वर्गमा यति धेरै फुटिसक्यौ हामी नेपालीहरू। अब सिसा पनि घुट्छौ तेरो कर्ममा। तेरो कालो धनसँगै कालै छ मन, भर्तीको काम थाम भयो चापुसीपन। कहिले नेताको गुलामी, कहिले गुन्डाको गुलामी, पावर पालाहरूको यिनीहरू नाक मुनि छन्। अन्ध कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्ध कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्ध कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्ध कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। रेपिस्टको लागि भन्न सक्छ तैँले कतिवटा रेपिस्ट समातिस कहाँनिर पावर लगायो। मलाई यही चाहिएको थियो यहीँनिर, यो लिरिक्स एकदम दामी लाग्छ मलाई। हो त रेपिस्ट खोइ त समातेको, खोइ पैसा पावर भयो भने नेपाल यस्तै त सकिन थालिसक्यो यार। लिरिक्स चाहिँ दामी नै छ है, आई लाइक इट। रेपिस्ट भगातिस, कतिको सोधो छोरोहरूलाई रेपिस्ट बनातिस। चोक तेरो त्यो कानुनको तराजुमा, गरिबलाई संविधान, धनीलाई भत्ताभुङ्ग, न्यायको कटघरामा निर्दोषहरू चिच्चाइरहँदा व्यस्त भयो न्यायाधीश। फटाहरूको कथा सुन्न जनताको सपना नै भइसक्यो यहाँ छताछुल्ल। थाहा छैन चोरहरूलाई देशको माया कता हुन्छ, मुखमा राम अनि मनमा हराम बोकी। हतारा हात तर उसैको नै सफा मुख छ। भविष्य कालो हाम्रो नेताहरूको पैसा जस्तो, राजनीति यिनीहरूको कुकुरको पैसा जस्तो। मिलेर खान पाए जोसँग नि अर्काइहाल्छन्, हल्लाइहाल्छन् पुच्छर कैद कार्तिकको महिना जस्तो। अन्ध कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्ध कानुन अनि दामी छ यार, जे नेपालमा भइरहेछ त्यही देखाइरहेछ। गीतमा भनिरहेछ, गीतले भनिरहेछ कि हो, गीतले यति भनिरहेछ, हामीले पनि केही सिक्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ यो गीतबाट। पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्ध कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्ध कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। आँसुका भेलले बगाइ लागे
अन्यायको विरुद्धमा एकमात्र आवाज आउटल दफा 219। ओके गाइज यति नै रहेछ। दामी लाग्यो मलाई चाहिँ सङ्ग्स होइन, लिरिक्स दामी लाग्यो, मन छुने सङ्ग्स रहेछ होइन। नेपाललाई माया गर्ने मान्छेहरूले त पक्कै पनि यो गीतलाई माया गरिहाल्छ, होइन। मलाई थाहा छ। हजुरहरूले कस्तो लाग्छ कमेन्ट गर्नु। ओके गाइज, सी यू नेक्स्ट भिडियो, बाई।